मानव अधिकार सम्मान गर्ने राष्ट्रको रूपमा रहन्छ र यो महत्त्वपूर्ण क्षणमा हामीले यी गम्भीर साथ लिँदै भोलिका दिनमा यो आयोगलाई स्रोत साधन कुनै पनि हालतमा सानो नगरिकन मन फुकाएर राज्यले दिनको लागि आज हाम्रो राष्ट्रको प्रमुख सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। बजेट पनि आउँदैछ। यो बजेटमा चाहिँ म नागरिक संस्थाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगलाई जोडदार एकदम चाहिँ सशक्त बनाउने किसिमको बजेटको व्यवस्था गर्नको लागि पनि म अनुरोध गर्दछु। साथै हामी राजनीतिक अधिकार त प्राप्त गर्यौं, आर्थिक र सामाजिक सांस्कृतिक अधिकारको सवालमा नागरिक संस्थाहरू ठुलो हेरेर बसेका छन्। हामी संविधानको धारा 17(2) घमा चाहिँ संगठन खोल्ने अधिकार पाएका छौं। अहिले पनि हामी राष्ट्रिय निर्देशन ऐन, संस्था दर्ता ऐन 2034 र समाज कल्याण परिषद ऐन 2049 यी ऐनहरू पञ्चायतका पालामा बनेका ऐनहरूबाट हामी गाइडेड छौं। म आज यो हलमा दुःखका साथ नागरिक संगठनको तर्फबाट भन्छु, नागरिक संगठनमा अहिले पनि हामी गणतन्त्र ल्याउन सकेका छैनौँ। देशमा गणतन्त्र ल्यायौँ, हामी चाहिँ अहिले हामी पञ्चायतीबाट चाहिँ हामी दुःख छ। र अर्को कुरा पनि म सुनाउन चाहन्छु, अहिले हामीले विदेशी सहायता लिने जुन विदेशी सहायताहरू हामीले लिइरहेका हुन्छौँ, के भनेको अनुदान सरकारको अनुदानमा चाहिँ भ्याट लगाउन उद्यत छ। हाम्रा नागरिक संगठनहरूलाई 10 करोड 12 करोडका चाहिँ पत्र आएका छन्। हाम्रो मानव अधिकार कहाँनिर जोडिएको छ? हामीले चाहिँ राज्यमा वैदेशिक सहायता ऋण होइन, त्यो फिर्ता गर्ने पैसा होइन, सहायता ल्याएका छौँ। अनि रोजगारी सृजना गरेका छौँ, राज्यलाई नियमअनुसार कर तिरेका, अनि त्यसपछि राज्यका ठाउँमा गएर दक्षिण समुदायसँग काम गरेका छौँ र देशमै बसेका छौँ, देश छोडेका छैनौँ। हामीले कहाँनिर चाहिँ अन्याय गर्यौँ? हामीले कहाँ उपद्रव मचाएर हाम्रा संस्थाहरूले यो भ्याटकामा आतङ्क मचाएको छ? प्रधानमन्त्रीज्यू, मैले क्वेसन गर्न चाहन्छु, यी सवालहरूमा अब आउने बजेटले सम्बोधन गर्ने आशा गर्दै मेरो भनाइहरू फेरि पनि राष्ट्रिय मानव अधिकार आयोगलाई किताबमा होइन व्यवहारमा जनताले चाहिँ क्लिक गर्ने गरी चाहिँ